हामी यति बेला खुसीको माहौलमा छौँ। एकातिर विनोद भाइको घर बनिरहेको छ भने अर्कोतिर अब विनोद भाइको आमाको हातको पनि उपचार हुने भएको छ। विनोद भाइको आमाको हात भाँचिएको 2-3 वर्ष भएको रहेछ र हातमा रड छ। यो रड निकाल्नुपर्ने समय पनि 1 वर्ष भइसक्यो। कहिले बसौँ न र कहिले होला र भन्ने लागेको थियो मलाई त। काठको पनि हालिदेऊ भने भन्दाखेरि नसुन्ने यहाँहरूले यिनीहरूले म आफ्नै घरमा बस्छु भन्दा पनि मान्दैन थिए गर्दैन थिएन। काठको घर भए पनि हालिदेऊ भन्नुभएको थियो। भनेको थिएँ मैले। अर्का घरसँग पैसा थिएन अब बिचरा त्यो सडक बनाउँथ्यो गिट्टी कुट्ने काम गर्नु हुँदो रहेछ। त्यही गर्ने पनि एउटा हात सुकेको कुन हात हो यो हात त यस्तो छ। त्यही पनि तपाईँको पनि हातको त रड निकाल्न छ है? हजुर छ। अब के गरौँ त पैसा पुग्दैन। अब कमाइ गर्न जाने रित्तै हुन्छ आउने कहिले हुन्छ कहिले हुन्न। त्यही त गिटी कुट्या नि कति होस्। किन पिल्लर नहालेको घर बनाएको भनेर भन्नुभएको छ। किन गाह्रो अलि ठुलो हुनु पर्थ्यो घरमा पिल्लर हुनु पर्थ्यो भनेर भन्नुहुन्छ। त्यो हुनको लागि चाहिँ पैसा पनि हुनु पर्थ्यो नि भन्ने कुरा पनि हो। जति छ हामीसँग पैसा त्यही अनुसारले घर बनाउने हो। यो कुरा मैले तपाईँलाई भन्न चाहेँ है। हाम्रो देशमा नि सबैको घरमा जाने भने सबैका घरमा पिल्लरहरू छैनन्। सबैका घरहरू भिआइपी र ठुला ठुला बनेका छैनन्। सामान्य घरहरू गाउँघरमा यस्तै किसिमका कति छन् र काँटी हेरी हाड निल्नुपर्छ भनेर मैले पहिल्यैदेखि नै भन्दै आइरहेको छु। हामीसँग जति सहयोग हामीले प्राप्त गरेका छौँ त्यही अनुसारले न यो घर बन्ने हो र त्यही अनुसारले घर बनि पनि रहेको छ। र घर हेर्नुहोस् त चिटिक्कको देखिसकेको छ। छानो बिना नै यसो हेर्दा चाहिँ चिटिक्क देखिया छ है घर। अब छानो हालेपछि झनै चिटिक्क देख। आमा के छ? ठिकै छ। खुसी हुनुहुन्छ? खुसी छु। खुसी छु एकदम खुसी छु म त। एकदम खुसी हुनुहुन्छ? बुवा के छ? ठिक छ? ठिक छ बाबु ठिक छ। खुसी हुनुहुन्छ? एकदम खुसी कति खुसी हेर्नुहोस्। धेरै खुसी छु म त। हजुरहरूलाई धेरै धन्यवाद। अनि एकदम खुसी छौँ हामी। बनिसक्यो घर पनि सोचेको भयो पुरा भयो। पुरा भयो? हजुर सोचेको पुरा भयो। अब अरूको घरमा बस्न पर्दैन? पर्दैन बाबु पर्दैन। अब के गर्ने यसलाई सानो सानो साएर हामी 2-4 दिनमा यो निप्जिन बित्तिकै हामी आउँछौँ यहाँ आफ्नो घरमा आउँछौँ। ल छिट्टै यो घर बन्छ अनि तपाईँहरूलाई यो घर हस्तान्तरण गर्न फेरि पनि म आउनेछु। विनोद भाइ कस्तो लागिरहेछ? मलाई पनि एकदमै खुसी लागेको छ। सहयोग गर्ने सहयोगी दाताहरूलाई के भन्न चाहनुहुन्छ? धेरै धेरै धन्यवाद भन्न चाहन्छु। जति पनि मलाई सहयोग गर्नुभयो, जतिले पनि हातेमालो गर्नुभयो, धेरै धेरै धन्यवाद भन्न चाहन्छु सबैलाई। एकदमै विनोद भाइले पनि धन्यवाद दिनुभएको छ। हामीले पनि धन्यवाद भन्न चाहन्छौँ उहाँहरूलाई। आमा के भन्नुहुन्छ तपाईँले सहयोगी दाताहरूलाई? धन्यवाद भन्छु उहाँहरूलाई धेरै धेरै धन्यवाद। हामीहरूलाई यस्तो घर बनाइदिनु भयो। यस्तो घरमा त